Supaha, Namaste, and hello everyone. It's me Jyoti Dimal. Welcome back to my channel. Another day, another video. अनि आज चाहिँ लास्ट डे अफ माई च्यालेन्ज हो. अनि मेरो चाहिँ आज अफ थियो. लुगा सुगा धोएर नुहाइधुवाइ गरेर खानासाना खाएर घर अलिअलि सफा गरेर बिनहरू सफा गरेर अहिले चाहिँ म हजुरहरूको सामने आइसकेँ है. अनि के कस्तो हुन्छ हेर्दै गर्नु होला. आज त्यस्तो स्पेसल त छैन. अब छुट्टीको बेला यस्तै हो, नुहाइधुवाइ गरिन्छ, अलिअलि रेस्ट गरिन्छ, अबेरसम्म सुतिन्छ अरू बेलाको भन्दा. अनि त्यही छ. अहिले चाहिँ म मेरो यो बेडसिटहरू निकालेको छु. यहाँ चाहिँ यस्तो. अनि यो चाहिँ अब मैले मिलाउनु पर्ने छ. अनि मिलाएर हजुरहरूलाई देखाउँछु यही. अरू के छ र, अब अरू त मैले के गर्नुपर्ने छ, अरू काम त मैले गरिसकेँ जस्तो लाग्छ है. अब बाहिर गए पो बाहिरको भिडियो बनाउने है. म एक्लै छु, बाहिर कता जाँदा त हुन्थ्यो. अब एक दिन छुट्टी छ, मजाले घरमै बस्नु मन लाग्छ क्या मलाई चाहिँ है. अनि साथी भए पो घुम्न जान पनि मजा आउँछ. अनि एक्लै गएर के गर्ने. सो आज चाहिँ म घरमै हुन्छु अनि भिडियो यसरी नै बनाउँछु. अनि म खाजा खान्छु. सो गाइज अहिले चाहिँ यस्तो छ, लथालिङ्ग छ बेड है. अब म यसलाई चट्ट बनाउँछु. यस्तै छ. युकेको रुम सानो हुन्छ है, मेरो रुम सानो छ. लाग्छ कि मोटाएको छु, यसो कमेन्ट गरिदिनु होला. पहिलाको भन्दा चाहिँ सबैले दुब्लाको भन्छ, तर खै दुब्लाको कि मोटाको आई डोन्ट नो. सो लेट्स गो बेड मेक गरौँ. ब्लू त न आज तना चाहिँ धोको तना चाहिँ एउटा अरू पनि थियो, तर मैले एउटा यही लगाएको. सो गाइज मैले चाहिँ बेड यसरी बनाइसकेको छु. अहिले म गएर म आफै बिगारिहाल्छु. यो एकछिन मिलाउँदा मात्रै राम्रो देख्छ. अनि म यहाँ छु. टेबलहरू कात्रङ कुत्रङ छ, यसलाई नि मिलाउनु पर्ने छ. अनि यहाँ एउटा गिटार छ. यहाँ मेरो ब्युटिफुल फ्लावर छ, मनी प्लान्ट. पैसा पैसा करती है, पैसे हो तो मरती है. के मेरो मलाई कति माया लाग्छ यो मनी प्लान्टको. मेरो मनी प्लान्ट गाइस. मैले चाहिँ एकछिन ढल्केको थिएँ, यतिकै घरमा फोन गरेँ. अनि एकछिन ढल्केर मोबाइल चलाउँदै रात पर्न लागिसकेछ. अनि मलाई भोक लागिसक्यो. अनि अहिले चाहिँ कति बज्यो, अहिले चाहिँ 4:30 भएछ. अनि भोक लाग्यो, के खाने भइरहेछ. अनि यसो हेरेको केही छैन, चाउचाउ बनाएर खानु पर्यो. यहाँ चटपटे बनाउँछु भनेको यहाँ मटर मजाले भिजेन चाहिँ कि मैले ढिलो भिजेकै छैन. अब पिरो चाउचाउ पकाएर खानु पर्ला. मेरो यहाँ बारीमा साग, बारीको साग टिपेर सागसँग पिरो चाउचाउ खानु पर्यो. गाइज मेरो साग कस्तो दामी भएको छ हेर्नु है. गाइज मेरो रायोको साग यस्तो दामी भएको छ. यस्तो दामी त होइन, ठिकै छ, खानुहुन्छ. सो म अब यसलाई टिप्छु. चाउचाउ पिरो चाउचाउसँग बनाएर खानु पर्यो. सबै यो त यो पनि टिप्छु. ल यस्तो भयो मेरो, यति हाल्छु.
गाई साग खाना पनि डर लाग्छ पखालेर काटेको त हेर्नु न यहाँ किराको अन्डा माई गड मलाई त कस्तो डर लाग्यो खान बेलुका काटेर खाएको भए त देखिन्थ्यो त यो यस्तो किरा चाहिँ मलाई डर लाग्यो अबदेखि म राति टिपेर खाँदिनँ अरू पनि छ कि हेर्नु पर्यो सो गाइस सागहरू चाहिँ मजाले हेरेर पखालेर मात्रै खानु होला ए हेर्नु मलाई डर लाग्यो हेर्नु त गाइस किरा ओ माई गड गाइस मैले यम्मी यम्मी पिरो चाउचाउ मटर र साग हालेर बनाएँ अब खान्छु म माथि कोठामै गएर खान्छु अब तल गयो पनि छैन म रुममा गएर खान्छु अनि भुजा पनि हालेर खान्छु मलाई त्यो भुजासँग मिठो लाग्छ चाउचाउहरू हजुरहरूलाई कस्तो लाग्छ चाउचाउ हालेको मनपर्छ कि मन पर्दैन कमेन्ट गर्नुहोला सो गाइस म रुममा आइसकेँ अब चाहिँ म खान्छु मलाई कस्तो थोक आइसक्यो कि किनभने कति दिनपछि खाना लागेको हो नि त कति भएको थियो पिरो चाउचाउ नखाएको थोकै आइसक्यो खाएँ ल खाएँ ल साथीहरू हजुरहरू पनि खानु यमी यमी हल्का नुन तिखो भयो क्या हेर्नु राखेर खानु पर्यो तल गाइस मैले चाहिँ कति 3 चोटि नै खाएको भिडियो बनाएँ क्या हो के गर्ने अब सरी के गर्ने अरू केही गरेको छैन अब घरमै छु यस्तै भइरहेछ बाहिर त जानुपर्छ भिडियोको लागि अल्छी लाग्यो क्या गाइस मलाई बाहिर जानु र आज मेरो डेली ब्लगको एक्सपिरियन्स कस्तो भयो त्यो पनि सेयर गर्दै खाँदै गर्छु भनेर मैले लिएर आएको डेली ब्लग चाहिँ काम गर्ने मान्छेले चाहिँ गाह्रै हुँदो रहेछ गाइस होइन थोरै मात्रै बनाउने भन्दा पनि काम गयो आयो हुन्छ त माइन्डसेटमा त्यही हुन्छ कि अब ब्लग मात्रै बनाउने हो भने चाहिँ अब ब्लगमा यो बनाउँछु भोलि यो बनाउँछु भन्ने सोच्दा हुन्छ अनि एडिट गर्न पनि भ्याउँछ मैले बनाइरहेको छु एडिटै गर्नु भएको छैन के गर्ने बनाएर मात्रै भएन एडिट पनि गर्नु पर्यो काटकुट पार्नु पर्यो कता कता जोड्नु पर्यो भिडियो जोड्नु पर्यो त्यस्तो पुरा एडिट त गर्दिनँ मैले सिम्पल एडिटै गर्छु त्यही हाल्छु होइन त अलिकति भिडियोहरू जोड्नलाई टाइम लाग्छ अनि भिडियो हालेको छैन 1 विक भयो डे 1 पनि हालेको छैन मैले जस्ट मेमोरी चाहिँ हुन्छ बनायो भने जाँगर चाहिँ चलाउनै पर्छ तर गाइस त्यतिकै भिडियो बनाउँछु भनेर चाहिँ हुँदैन
मेरो पनि जागर भएको भए यसरी खाँदै भिडियो बनाउँथ्यो त घुम्नु गएको के गरेको हाल्थ्यो होला। अब के गर्ने, भोलि फेरि काम छ, ब्याक टु काम। सक्दैन एक्लै मान्छे। सो गाइस मेरो लास्ट डे चाहिँ यस्तै रह्यो। अनि मैले चाहिँ डेली ब्लग बनाउन टाइम लाग्छ, टाइम चाहिँ दिनुपर्छ जस्तो लाग्यो। जे होस् मैले 7 डेज पुरा गरेँ, त्यही खुसी लागिरहेछ। भिडियोहरू के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। डेली भ्लग बनाउनु कि नबनाउनु त्यो पनि कमेन्ट गर्नु होला। अनि बनाउनु 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 भन्नुभयो भने चाहिँ फेरि म ट्राई गर्छु बनाउनलाई। नत्र बनाउँदिनँ गाइस, नत्र घुम्नु गएको बेला केही स्पेसल डेको बेला बनाउनु पर्छ। So guys, I'm going to be done now. यहाँको गोरेहरूले अमिलो खाएको देखेर छक्क पर्छ कि म मेरो काममा कागतीमा नुन हालेर खान्छु है गरेर हेर्छन्। उनीहरूले खानु सक्दैन रहेछ अमिलो, खालि गुलियो मलाई त गुलियो भन्ने चिज यसरी भुजा हालेर खानु गाइस एकदम मिठो हुन्छ, दामी। ट्राई गर्नु न, सबैलाई मिठो नहुन सक्ला, एकचोटि ट्राई गर्नु। भुजा र चाउचाउ हालेर सानैदेखि बानी भएर होला, सानैदेखि चाउचाउ छ भने भुजा खान्छौँ। मामा चाहिँ होइन, हाम्रो घरको सबै फ्यामिली भुजा चाहिन्छ, कतिकै चाउचाउ खाँदैन। सो गाइस मेरो 7 डेज च्यालेन्ज चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु। मेरो भिडियो के कस्तो लाग्यो मैले जति सकेँ त्यति नै गरेँ गाइस। मेबी फ्युचरमा हेरौँ हैन। सो मेरो भिडियो के कस्तो लाग्छ प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई। अनि भिडियोमा कमेन्ट गरिदिनु होला मेरो होल 7 डेजमा हजुरहरूलाई कुन भिडियो मन पर्यो भनेर, त्यो पनि कमेन्ट गरिदिनु होला भन्दै बाई बाई। सी यू इन नेक्स्ट भिडियो, बाई।